मायाको कोसेली आइसक्यो फाइनली उड्दै गुड्किँदै छोराको कोठासम्म आइपुगेको छ। अब म यसलाई चाहिँ अनबक्सिङ गर्दैछु। के आयो मलाई थाहा छैन है, के आइसक्यो मेरो घरबाट। बक्सभित्र पनि झोला, यो हो नेपाली पारा। नेपाली पारामा आएको त होला यो बक्स। यसको त कामै रहेनछ त, फोहोर खान काम लाग्छ। यही हो, अरू केही पनि होइन, कपडा हो। यहाँ किन्न सकिएन क्या कपडा, यस्तो गाह्रो छ। एकछिन ल, मेरो बाघले समात्छ। यो देखेको कि देखेको छैन म त्यहाँ, मलाई थाहा छैन। मोबाइल समात्ने मान्छे कोही छैन। माल आएछ, माल आएछ है। यो माल चाहिँ घरबाटै आएको हो क्या हो, अर्ग्यानिक माल आएछ। यो माल चाहिँ एकदम मलाई चाहिएको माल थियो। अलिकति मलाई चाहिँ चाया पर्छ कि, डेन्ड्रफ फ्री चामल हो यो चाहिँ। यो माल, ओहो आई मिस दिस माल है। यो सामान चाहिँ मेरो प्यारो बहिनीले हालिदिएको रे। दाइले मोमो खायो धेरै भनेर, मोमोको स्वाद पाएको छैन होला नेपालको भनेर चाहिँ बहिनीले माया गरेर मोमोको यो मसला पठाउनु भएको छ। यसको लागि धेरै धेरै थ्याङ्क यू। यो माल चाहिँ के माल हो? घिउ त पठाएको छैन भन्नुभएको थियो त दाइले। आफ्नो घिउ पठाउनु भयो क्या हो, आफ्नो भागको गाह्रो भयो। यो माल चाहिँ घरबाट नआएको, तर दाइले चाहिँ आधा हालिदिनु भएछ मलाई। ओहो यहीँबाटै यस्तो चिज आयो। यस्तो चिज आउँछ भने मैले सोचेकै थिएन। सिङ्की, यो चाहिँ के हो? यो त म देखाउँदिनँ एकदम। यो के हो? यस्तो आउँछ र मलाई। यो के हो के फेरि? बाबरी यो माल चाहिँ के हो? त्यो माल पनि पार्सल हुन्छ मलाई। अच्छा, मेरो प्यारो फुपूले यही होला थर्मोकोट भनेको है। फुपूले थर्मोकोट हालिदिनु भएको छ भन्नु चाहिँ यही होला पक्कै पनि। यो थर्मोकोट चाहिँ म पछि लगाएर देखाउँछु। अनि यो चाहिँ यो हो थर्मोकोट त, सरी थर्मोकोट यो हो। यो चाहिँ पेन्ट हो, कालो पेन्ट हालिदिनु भनेको थियो। ओ यो चाहिँ भाइले पठाउनु पर्छ। यो चाहिँ मेरो प्यारो ब्रदर, मेरो भाइले पठाएको होला। यो चाहिँ मैले यहाँबाट चिनेँ कि बस चाहिँ आत्ममन्थन भनेको चाहिँ यो नयाँ अहिले हाम्रो एकदम आत्ममन्थन भनेको पहिला चाहिँ एकदम यो के भन्नुभएको नै मैले बुझ्छु। आत्ममन्थन भनेको आत्मालाई पहिला शान्ति राख्ने। यस्तो नगरौँ दिदिस। आत्ममन्थन यहाँसम्म आइसकेको छ। ओखो हेर्नुहोस् न, मुसा आई लभ दिस। यो पाएँ मैले। यो सबैभन्दा यहाँ भएको सबैभन्दा सामानभन्दा अमूल्य सामान भनेको यो लाग्यो मलाई। थ्याङ्क यू सो मच हाम्रो प्यारो फुपू। अनि यो पनि एकदम फेरि गर्छ क्या कान्छोले एकदम। हेर्नुहोस् त, यस्तो पठाएको छ टी-सर्ट एकदम। यो चाहिँ भाइको तर्फबाट छ, यो चाहिँ बहिनीको तर्फबाट हो। यो चाहिँ केटोले कालो प्यान्ट, चड्डी पनि आन। यस्तो नगरौँ न हो, यस्तो नगरौँ। दाइलाई चड्डी पठाउँछ कि फेरि भाइ। यस्तो माया। यो माल चाहिँ के हो? यो माल म देखाउँछु।
माल थोरै आयो होला भनेको त धेरै आएछ त के आयो यार धेरै आयो म छने मान्छे भएन कि म एक्लो गरेँ कि म कोठामा एक्लो छु कि एक्लो छु है मलाई खाना पनि पकाउनु छ अब 6 भइसक्यो माल धेरै के आएन छ के आउनु पाएन यत्रो कपडा पठाएपछि मैले यहाँ के किन्ने मैले यहाँ कपडा नकिन्ने हो र सबै कपडा म नेपालकै लाउने हो र ओ माई गॉड यही होला कि बहिनीले पठाएको फेरि यस्तो नगरौँ न टोपी यस्तो महँगो टोपी यस्तो नगरौँ न आहा पन्जा त मसँग यहीँ थियो फेरि पठाउनु भएछ किन होला यस्तो गरेको म घर आउँदा फेरि सबै सामान लिएर आउनु तल मजा यो मजा त मैसँग छ तर पनि थ्याङ्क यू कतिवटा पन्जा लाउने हो र 2टा छ त हात त 4वटा सकिन नि मोजा पठाउँदा कालो मोजा पठाउनु पर्छ कि मलाई आवश्यक भनेको कालो चिजको हो नाम पनि काले मोजा पनि काले चाहिएको खास वास्तवमा तर यति माल चाहिँ झरेछ ए एउटा चाहिँ आइन्छ है यो चाहिँ काम लाग्छ मलाई किनकि मलाई ड्युटीमा कालो मोजा लाउनु पर्छ अरू मोजाहरू चाहिँ अलाउ छैन ओन्ली ब्ल्याक सक फेरि ट्र्याकको सट्टा त बरु प्यान्टै पठाइदिया हुन्थ्यो तर पनि एकदम खुसी छु मसँग ट्र्याकहरू यहाँ छ थुप्रै भइसक्यो 3-4 ट्र्याक भइसक्यो ट्र्याकहरू लाउने पालै आएको छैन फेरि अर्को ट्र्याक आयो के गर्ने होला मतलब ब्ल्याक पेन्ट चाहिएको वास्तवमा एउटा मात्रै यो त 2टा होला भनेको त एउटा मात्रै आएछ नि अब यत्रो पेन्ट पठाएछ फेरि टोलीले केटोले यत्रो पठाएछ यो प्यान्ट त मलाई ठुलो हुन्छ के हो यार ठुलो हुन्छ नि केटोले काटेर पठायो क्या हो काटेर पठाइछ टोलीले तर चुच पनि हानिदिनु पर्ने हो चुच चाहिँ हानेन छ टोलीले अलिकति बिगारेछ मेसो बिगारेछ ठिक छ ब्ल्याक पेन्टहरू मलाई चाहिएको आफ्नो आवश्यक भनेको ब्ल्याक पेन्ट हो ब्ल्याक पेन्ट पाएँ टोपी पाएँ टोपी पनि मसँग छ तर टोपी मेरो यस्तो छ कि यो चाहिँ मेरो दाइले दिनुभएको टोपी हो यो चाहिँ एकदमै मैले वासिङ मेसिनमा हालिदिएको फुर्सो भइसक्यो सबमा भुवा उठेको त्यसले लाएर हिँड्न चाहिँ अलिकति असहज भएको थियो मलाई यो टोपी किनकि भुवा निस्किसकेछ नि त यो भुवा निस्केको हुनाले चाहिँ असहज भयो मलाई यो भुवा निक्लेको कस्तो लाउने भुवा निक्लेको टोपी त्यो टोपीको आवश्यक थियो मैले टोपी अस्ति किन्न गएको तर घरबाट टोपी पठाएको छ अरे पठाउँदैछन् रे भनेको सुनेर मैले टोपी चाहिँ नकिनेको नत्र मैले किन्थेँ यो आवश्यक एकदम सिम्की यो चाहिँ एकदम आवश्यक अब कोलाई दिने हो कोलाई खान चाहनुहुन्छ सम्पर्क गर्नु धेरै छैन थोरै छ एक मुठी म दिन सक्छु यो चाहिँ खास मेन डिस चाहिँ छुटेछ अलिकति मेन नभएको डिस चाहिँ आएछ पोर्कको छुटेर चिकनको आएछ ठिक छ यो त मेनै भयो झन् मेनै हो तर मलाई चाहिँ घिउ अलिकति मन पर्दैन मलाई घिउ मन पर्दैन तर अलिअलि बेला बेलामा भात भुटेर खानको लागि मात्रै हो मैले खाने भनेको घिउ मलाई त्यसै चाहिँ घिउ खान मन पर्दैन सामान धेरै छैन यति आएछ चाउचाउ चाहिँ आएछ चाउचाउ चाहिँ 1-2 जनालाई दिन पर्छ मैले म दिन्छु चाउचाउ खान रेडी भएर बस्नु होला अरू केही आएन एकचोटि सामान थोरै आयो एकदम थोरै आयो तर एकछिन आफूलाई पुग्ने आँखा अन्त थ्याङ्क यू सो मच मेरो प्यारो फ्यामिलीलाई यति सामान पठाइदिनु भएको छ अनि मेरो प्यारो दाइलाई यति सामान लिएर आइदिनु भएको छ एकदम धेरै धेरै धन्यवाद भन्दै म अब खाना पकाउनतिर लागेँ किनकि मसँग समय छैन है त यसको लागि पनि थ्याङ्क यू सो मच मलाई लुगा चाहिँ लगाएको छैन अब तर चिसो बढ्दैछ
अब हिउँ पर्ने सिजन छ, हिउँ पर्ने सिजनमा मलाई चाहिँ रुगाखोकी लाग्न सक्छ। त्यसैले म चाहिँ अलरेडी म पहिले नै प्रिपेयर भएर बस्नु पर्यो, चिसोमा मलाई चिसो लाग्नु भएन भनेर टोपी, पन्जा, टी सर्ट आइसकेको छ। खैरो, ओहो खैरे भाइलाई खैरै टी सर्ट मन परेछ। फेरि दाइलाई त आजभोलि व्हाइट मन पर्छ, किन होला? व्हाइटमा त लगाएर हिँड्छ। आहा टी सर्ट खै कहिले हिँड्छु म टी सर्टमा? ओ माई गड। ल ठिक छ, टी सर्ट राम्रो लागेको छ, एकदम मन पर्यो। थ्याङ्क यू सो मच। अब टी सर्टको पालो कहिले आउने हो? छिट्टै आओस्। यसको पनि आवश्यकै थियो, मलाई एकदम आवश्यक थियो, तर सोचेको थिएन यो आउँछ भनेर। यस्तो पनि चिज पनि आउँदो रहेछ। ल अनि चाहिँ यो चाहिँ मेरो प्यारो फुपूले आउनु भएको, जाडो भयो भनेर। कस्तो रहेछ यो थर्मोकोट यस्तो पो रहेछ। यो लगाएपछि मैले त केही लाउनु पर्दैन होला त नि? यो लगाएपछि मैले के लाउनु पर्दैन, यो भित्रबाट लाउने पो रहेछ त नि? यत्रो बाक्लो लगाएर बाहिरबाट के लाउने त नि? यदि बाक्लो यो लगाएर पनि हिँड्न नमिल्ने रहेछ। फेरि यो लगाएर त हिँड्न नमिल्ने, गाह्रो भयो त। ठिक छ, यति सामान चाहिँ आयो। यो भिडियोमा म देखिन थाहा छैन मलाई, भोलि गराएँ है। ल यति चाहिँ भएछ सामान। चाउचाउ धेरै त आएन है, केही आएको छैन। आफूले लगाउने चिज मात्रै आएको छ। यो भिडियो हेर्नुले यति हो। यो पनि दाइको भएको, आदि मलाई पठाइदिनु भएछ, थ्याङ्क यू। यो मध्ये दुईवटा मात्रै माल है, अरू सबै माल आफैलाई हो है। यस्तो त के माल खानुहुन्छ र? यो माल त ठिक छैन। यो माल त थोरै खाने हो, तर कुरा चाहिएको छ नि भन्नु होला। यो माल चाहिँ म देखाउन है, यो त सिक्रेट हो। तेल हो कि तोरीको टाउकोमा बस्ने। ल भन्दै यति सामान आएछ, घरको मान्छेलाई मैले देखाउन चाहेँ। चाउचाउ यति धेरै पठाउनु भएछ। ओहो पाकिस्तानी मार्केटमा बेच्न जानु पर्ला जस्तो छ। ल ओहो ट्र्याक पनि आएछ, प्यान्ट पनि आएछ। मलाई खास प्यान्टको आवश्यक हो, दुईवटा तिनवटा प्यान्ट आउँछ होला भनेको चाहिँ। ब्ल्याक प्यान्ट आएन, एउटा मात्रै आएछ। के गर्नु, गाह्रो पर्यो नि त अहिले त। एउटा अब किन्नै पर्ने भयो त फेरि। ल भन्दै थ्याङ्क यू सो मच है, गुड नाइट।